साथीहरु स्वागत छ मेरो दैनिकी भ्लगमा। आजदेखि मैले भ्लग सुरु गरेको छु। म चक्र। तपाईहरुलाई आशा छ तपाईहरुलाई मन पर्ने छ। म चाहिँ अहिले हाल कोरियामा बसिरहेको छु। म वरिपरि नयाँ ठाउँ मेरो वरिपरि कम्पनीको वरिपरि घुम्न गइरहेको छु र त्यसमा म तपाईहरुलाई म वरिपरिको वातावरण, मेरो जीवनशैली, कोरियाको बसाइ संस्कृति, खानपिनको बारेमा जानकारी दिनेछु। र आजदेखि मैले युट्युब च्यानल अथवा भ्लग सुरु गरेको छु। हप्ताको 2 दिन बिदा हुने भएकाले त्यसमा तपाईको एकदमै साथ र सहयोग आवश्यकता पर्नेछ। तपाईहरुले साथ सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु। म चाहिँ हाल कोरिया आएको 2 वर्ष पुगेको छ र हामी चाहिँ कम्पनीमा 8 जना नेपालीहरु काम गर्छौं। यसमा चाहिँ हाम्रो काम चाहिँ कागज कारखाना हो। यसमा चाहिँ हामीहरुले कागजहरु फोजाङ अथवा प्याकिङ गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ एकदमै सानो मझौला किसिमको कम्पनी हो र अहिले ठ्याक्कै जाडो समय सिद्धिदै छ र एकदमै चिसो हावा चलिरहेको छ। अब चाहिँ फूल फुल्ने समय, चेरी फुल्ने समय हुँदैछ। अब यो हप्ता अथवा अब 1-2 हप्तामा फुल्छ र अहिले जाडो महिना सकिएकोले वरिपरि अब खेती किसानी गर्नको लागि तयारी हुँदैछ। अब खेती जोत्ने, अब किसानी गर्नेको लागि तयारी हुँदैछ। साथीहरु वरिपरि हेर्नुहोस्, उतै पछाडी देखिरहेको यो चाहिँ म काम गर्ने कारखाना हो। यो कारखाना वरिपरि एकदमै कृषिहरु छन्। हाम्रो चाहिँ कारखानामा हो वरिपरि चाहिँ एग्रीका साथीहरु धेरै छन्। यहाँ फिनिल हाउसहरु, गाई फार्महरु धेरै छन् र हाम्रो कम्पनीको नजिकै शहर गोसाम एकदमै सानो छ। त्यो ठाउँमा अहिले जाँदै छु। त्यो ठाउँको बारेमा म तपाईलाई जानकारी दिने नै छु। आज चाहिँ जाने नजाने मैले युट्युबको यात्रा, युट्युबको जर्नी सुरु गरेको छु। यसमा चाहिँ अब मलाई खासै केही पनि आउँदैन। अब आजदेखि सुरुवाती गरिरहेको छु। यसमा चाहिँ कोरियाको रहनसहन, बसोबास, खानपिन, दुःख सुख अथवा मेरा रमाइला पलहरु तपाईहरुलाई शेयर गर्ने नै छु। यसमा चाहिँ तपाईले साथ गर्नुहुनेछ भन्ने आशा गरेको छु साथीहरु। यो चाहिँ मैले DJI को गिम्बलबाट भिडियो रेकर्ड गर्दै छु। यसमा चाहिँ माइक पनि छ। माइकमा एकदमै प्रष्ट साउन्ड आउँछ। आज चाहिँ पहिलो पटक प्रयोग गरेको, खासै थाहा पनि अनुभव पनि छैन। तपाईलाई यो भिडियो मन परे कमेन्ट, लाइक, सब्स्क्राइब गरिदिनु होला। अन्य दिनमा म भिडियो बनाउने नै छु साथीहरु।